धेरैजनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। अरूलाई गाली गरेरै मात्र देश बन्छ जस्तो लाग्छ। तर स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ। स्टन्ट गरेर देश बन्छ। नमस्ते, चिन्नुभयो? उहाँ हुनुहुन्छ अनाडी बाँकी दनाडी छोरी। स्टन्ट गरेर देश चल्दैन, स्टन्ट गरेर देश चल्दैन। एमालेसँग भिजन छ भन्दै यत्रो लामो थुतुनु निकाल्दै चिच्चाइरहेछन्। उनको चिच्चाहटमा पीडा छ, रोदन छ, दुःख छ, अनि लुकेको गिरीबन्धु टी स्टेटको भ्रष्टाचार छ, अनि 29 तले भ्यू टावरको भ्रष्ट कर्मचारीलाई भित्र लुकाएको प्रेम छ। ढोका आफ्नै अफिसको ढोका तोड्न लाएर, ओ माई गॉड, आफ्नै अफिसको ढोका तोड्न लाएर भ्रष्ट कर्मचारीलाई सिग्नेचर हान्न लाउने सबैभन्दा सपुत छोरी अपुताली बाकी हुन् सुनिता डम्माडोल। उहाँलाई यसरी चिनाउन चाहन्छु, उहाँको अनुहार इज गुड बट थुतुनो इज नट गुड भनेर उनकै नेवार समुदायका कुनै विस्थापितजीले भनिदिएको भए पनि हुन्थ्यो। सायद उनैलाई सम्झेर भनेका हुन् कि पहिला भनेर मलाई भन्न मन लाग्यो। यिनको चर्तिकला, यिनको बुद्धिमत्ता, यिनको क्षमता, यिनको योग्यता, यिनको नियतमाथि प्रश्नै प्रश्न, खाली ठाउँ नै खाली ठाउँ। कसरी भन्ने? यिनलाई म चिनाउन पनि सक्दैन, चिन्न पनि सक्दैन, भन्न पनि सक्दैन। यिनी को हुन्, कहाँ हुन्, कसरी हुन्, के हुन्। यिनको बोलीमा पहिला पहिला मिठास थियो, आजकल यिनको बोलीमा गन्ध छ, दुर्गन्ध। यिनको बोलीमा आजकल प्रष्ट छ, भ्रष्ट गरेको कुरा। यिनको बोलीमा प्रष्ट छ कि अनाडी बाँकी दनाडी छोरी। सबैले भनौँ अनाडी बाँकी दनाडी छोरी सुनिता डम्माडोल, सुनिता डम्माडोल।